जुलाई 6 2026 काठमाडौँमा नेपाल क्रिकेटको भविष्य नयाँ ढङ्गले लेखिँदै थियो। नेपाल प्रिमियर लिग सिजन 3 को प्लेयर अक्सन केवल खेलाडीहरूको खरिद बिक्री मात्र थिएन, यो थियो आउने सिजनको लागि एउटा ठुलो ट्याक्टिकल र म्याथमेटिकल वार। पछिल्लो 2 सिजनको अनुभवपछि फ्रेन्चाइजीहरू योपालि धेरै म्याच्योर र क्यालकुलेटिभ देखिएका छन्। आजको यो डिप इन्भेस्टिगेटिभ डकुमेन्ट्रीमा हामी अक्सन रुमभित्रको कथा, म्याथमेटिकल स्ट्राटेजिज र अनएक्सपेक्टेड ट्विस्टहरूको विश्लेषण गर्नेछौँ। कुन टिमले पेपरमा सबैभन्दा अप्टिमल स्क्वाड बनायो, कुन म्याथमेटिकल इक्वेसनले कोचहरूलाई बाध्यात्मक परिस्थितिमा पुर्यायो, हामी एक एक कुरा डिप डाइभ गर्नेछौँ। कुनै पनि स्पोर्ट्स लिगको अक्सन बुझ्न पहिला त्यसको फाइनेन्सियल स्ट्रक्चर र रेगुलेसन बुझ्न जरुरी हुन्छ। सिजन 3 को लागि क्रिकेट एसोसिएसन अफ नेपाल क्यानले केही नियमहरू ठुलो परिवर्तन गरेको थियो। हरेक फ्रेन्चाइजिसको डोमेस्टिक प्लेयर कोटा 12बाट बढाएर 14 जना पुर्याएको थियो। यसले गर्दा अक्सन रुममा ट्यालेन्ट म्यानेजमेन्टको रेस्पोन्सिबिलिटी थप ठुलो बनाएको थियो र फ्रेन्चाइजिसहरूले म्याक्सिमम 7 जना खेलाडीहरू रिटेन गर्न पाउने नियम थियो र टोटल सर्टलिस्टमा राखिएका 155 खेलाडीहरूमध्ये केवल 37 खेलाडीहरू लाइभ बिडिङ मार्फत सोल्ड भएका थिए। बाँकी रहेका स्लट्सहरू कसरी पुरा भयो भने त्यो हामी आगामी च्याप्टरमा हेर्नेछौँ। क्याटेगोरी ए का प्लेयर्सको बिडिङ रुममा हुँदा अक्सन युनिक ट्र्याकमा धकेलियो। जब मल्टिपल टिम्सले एउटै प्लेयरको लागि म्याक्सिमम सिलिङ प्राइस टच गर्छन् तब स्ट्राटेजीको ठाउँ लकी ड्र लिन्छ। यो पालि पनि एक्ज्याक्टली त्यही भयो। यो पालिको सबैभन्दा ठुलो न्युज थियो जनकपुर बुल्सले आफ्नो पुरानो मार्की प्लेयर आसिफ शेखलाई रिलिज गर्नु। उनको बेस प्राइस आरएस 15 लाख र सिलिङ प्राइस आरएस 20 लाख सेट गरिएको थियो। चितवन बाहेक सबै फ्रेन्चाइजिसले उनको लागि बिड गरेका थिए। अन्ततः डिफेन्डिङ च्याम्पियन्स लुम्बिनी लायन्सले लकी ड्र मार्फत यो सिजनको सबैभन्दा ठुलो हाइस्ट गर्यो। आसिफ बाहेक बाँकी 4 खेलाडीहरू पनि आफ्नो म्याक्सिमम सिलिङ आरएस 15 लाखमा लकी ड्र मार्फत स्प्लिट भए। अर्जुन घरती पोखरा एभेन्जर्सको एग्रेसिभ ब्याटिङ लाइनअपमा गए। विवेक कुमार यादव चितवन राइनर्सको मिडल अर्डर फिनिसरको रूपमा सेलेक्ट भए भने रूपेश कुमार सिंह विराटनगर किङ्सको सिम डिपार्टमेन्टलाई स्ट्रङ बनाउन पुगे र त्रितराज दासलाई जनकपुर बुल्सले साइन गर्यो। ट्रोफी मार्की प्लेयर्सले मात्र जितिँदैन, डेप्सले जितिन्छ। क्याटेगोरी बीमा पनि 2 जना खेलाडीको लागि म्याक्सिमम प्राइस आरएस 10 लाखसम्म बिडिङ पुगेको थियो। ब्याटर दीपक बोहरालाई सुदूरपश्चिम रोयल्सले र पेसर किशोर महतोलाई लुम्बिनी लायन्सले लकी ड्र मार्फत आफ्नो नाम गरेका थिए। क्याटेगोरी सीमा पनि हाइएस्ट बिड आरएस 4.25 लाख टच गरेको थियो, जहाँ रित गौतम र सुजन थपलिया सेभर टार्गेट्स बन्न पुगे। असली गेम तब सुरु भयो जब लाइभ अक्सन सकिँदा पनि म्यान्डेटेड रोस्टर कम्पोनेन्ट्स पुरा भएको थिएन। काठमाडौँ गोर्खाज एउटा यस्तो फ्रेन्चाइज बन्यो जसले लाइभ अक्सनमा क्याटेगोरी ए र बी को कुनै पनि प्लेयरलाई पाउन सकेको थिएन। यसपछि क्यानले विशलिस्ट सिस्टम एक्टिभेट गर्यो। काठमाडौँ गोर्खाज र कर्णाली एक्सले यो सिस्टमको उपयोग गर्दै अनसोल्ड लिस्टबाट 3 जना खेलाडीहरू डाइरेक्ट साइन गरेर आफ्नो स्क्वाड ब्यालेन्स गरे। यो रुमको अटोमेटिक क्यालकुलेटर्स र म्यानेजमेन्ट डिसिजन्स अब पेपरबाट निस्केर रियल वर्ल्ड क्रिकेट फिल्डमा डिप्लोय हुनेछन्। यो अक्सन रुममा गएको क्यालकुलेटेड चेस मुभ्सले आउने टुर्नामेन्टको लङ टर्म लङ्गिटिभिटी, टिम लिडरसिप, प्रेसर र लोकल डोमेस्टिक फ्यान्सको साइकोलोजीलाई कसरी अल्टर गर्यो, हु ट्रुली वन, हु इज वकिङ अन अ टाइट रोप, लेट्स डाइसेक्ट द ग्रान्ड रियालिटी। अक्सन सकिएपछि सबैभन्दा ठुलो स्ट्रक्चरल हिट कर्पोरेट ओनर्सबाट सिधै फ्रेन्चाइज क्याप्टेन्सको काँधमा सिफ्ट भएको छ। हामीले म्याथ देख्यौँ, तर ग्राउन्डमा म्याथले क्याप्टेन्सी प्रेसरलाई सल्भ गर्न सक्दैन। लुम्बिनीले आसिफ शेखलाई लकी ड्र मार्फत भित्राएपछि रोहित पौडेलमाथि एउटा हेभी रेस्पोन्सिबिलिटी थपिएको छ। उनीहरू डिफेन्डिङ च्याम्पियन्स हुन् अनि पेपरमा सबैभन्दा स्टार स्टडेड टप अर्डर्स लिएर उत्रिँदा एनिथिङ लेस देन अ ट्रफी उनीहरूको लागि एउटा फेलियर घोषित हुनेछ। यसै गरी बाँकी रहेका 7वटै फ्रेन्चाइजेसमा पनि ट्रफी सेक्युर गर्ने एउटा छुट्टै किसिमको प्रेसर रहनेछ। यो कम्प्लिट अक्सन प्रोसेसले नेपाली क्रिकेटको एउटा डिप स्ट्रक्चरल ट्रान्सफर्मेसनलाई प्रष्ट गर्छ। जब क्यानले डोमेस्टिक प्लेयर क्राइटेरिया 12बाट बढाएर सिधै 14 पुर्यायो, त्यो केवल एउटा नियम परिवर्तन मात्र थिएन, त्यो थियो लोकल ट्यालेन्ट हन्टलाई पुश गर्ने एउटा डाइनामिक डाइरेक्टिभ। हामीले देख्यौँ कि धेरैजसो रिच टिम्सहरू हाई इन्फ्लेसन बिडिङमा आफ्नो बजेट क्रास गर्न तयार भए, तर उनीहरूले ब्याकग्राउन्ड डोमेस्टिक टायरको स्ट्रक्चरल डेभलपमेन्टलाई कम्प्लिटली इग्नोर गरे। मोडर्न टी20 लिग्सको ग्राउन्ड रियालिटी के हो भने कर्पोरेट म्यानेजमेन्टहरूसित पेसेन्स हुँदैन। उनीहरू ठुलो फाइनेन्सियल इन्भेस्टमेन्ट गर्छन् अनि उनीहरूलाई इन्स्ट्यान्टली रिजल्ट चाहिन्छ। जब कुनै क्याटेगोरी ए को प्लेयर हाई प्राइस ट्यागको प्रभावले गर्दा लगातार 2-3वटा म्याचमा सिंगल डिजिटमा आउट हुन्छ, तब फ्रेन्चाइज ओनर्स र फ्यान्सको अनलाइन ब्याकल्यासले ड्रेसिङ रुमको म्यानेजमेन्ट आर्किटेक्चरलाई रुइन गरिदिन्छ। यो टुर्नामेन्टमा केवल फिजिकल फिटनेस मात्र होइन, फाइनेन्सियल स्क्रुटिनीभित्र लोकल प्लेयर्सले आफ्नो मेन्टल हेल्थ र कम्पोजरलाई कसरी मेन्टेन गर्छन् त्यो सबैभन्दा ठुलो डिसाइसिभ मेट्रिक बन्नेछ। यो कम्प्लिट अक्सन एनालाइसिस तबसम्म अधुरो रहन्छ जबसम्म हामी फरेन प्लेयर सिलेक्सन स्ट्राटेजीको कुरा गर्दैनौँ। अक्सन रुमको रियल लजिक के हो भने लोकल प्लेयर्सले टिमको फ्लोर सेलेक्ट गर्छन्। जब ग्लोबल टी20 सर्किटबाट एक्सप्लोसिभ इन्टरनेसनल पावर हिटर्स बीबीएल, आइपीएल अथवा सीपीएलका सिजन डेथ बलर्स ड्राफ्टमा आउनेछन्, तब टिम्सहरूले प्रिमियम स्यालेरी म्याच गरेर इलाइट ओभरसिज आइकन्सहरू डाइरेक्टली एक्वायर गर्न सक्नेछन्। कन्क्लुडिङ स्टेटमेन्टमा भन्नुपर्दा नेपाल प्रिमियर लिग सिजन 3 को प्लेयर अक्सन रुमको हेभी ड्रामा अब कम्प्लिट फर्ममा क्लोज भएको छ। क्यानभास रेडी छ, म्याथमेटिकल लाइन्स ड्र गरिसकिएका छन् अनि कोचहरूको ट्याक्टिकल नोटबुक लक भइसकेको छ। लुम्बिनी लायन्स र विराटनगर किङ्सले रुममा फाइनेन्सियल वार्स जितेका छन्, तर अन्य टिम्सले कोचेसहरूको ब्लुप्रिन्ट्सभित्र एउटा हाइली स्ट्रक्चरल स्क्वाड तयार पारिसकेका छन्। यो थियो एनपीएल सिजन 3 प्लेयर अक्सन 2026 को म्याक्रो लेभल अनबायस्ड र सबैभन्दा एक्जस्टिभ टेक्निकल ब्रेकडाउन।
हामीले यो भिडियोमा कम्प्लिटली डिप डाइभ गरेका छौँ कि यो सिजनको क्रिकेट कम्पिटिसन प्रिभियस इयर्स भन्दा झन् अल्ट्रा क्लोज र हाइपर कम्पिटिटिभ हुनेवाला छ। अब पालो तपाईँको। तपाईँलाई के लाग्छ आफ्नो ओपिनियन कमेन्टमा सेयर गर्नुहोला र यस्तै क्रिकेट एनालाइसिस र अपडेटको भिडियोजको लागि च्यानल सब्स्क्राइब गर्न नबिर्सनु होला। जय नेपाल, जय क्रिकेट, धन्यवाद।